बाटो हुनुहोस् है वचन सुन्नको लागि हुन्छ। तपाईँ निराश चाहिँ नहुनु होला। परमेश्वर तपाईँको साथमा मात्रै होइन तपाईँको पक्षमा हुनुहुन्छ। भन्नुहोस् त परमेश्वर मेरो पक्षमा हुनुहुन्छ। मलाई परमेश्वरले हरेक कुराबाट तृप्त बनाउनु भएको छ। आमेन। साँच्चै नै आज हामी यस्तो संसारमा बाँचिरहेका छौँ कि तपाईँलाई अनौठो लाग्दैन? यसो विचार गर्नुभयो भने आज हामी 24,000 जातिले भरिएको संसारमा हामी बसेका छौँ होइन। 24,000 जाति भनेपछि कति रहेछ त? यसो विचार्नुहोस् त। हामीलाई 2-4 जाति देख्दै अनौठो लाग्छ है। 24,000 जाति छन् अरे भने त्यो 24,000 जातिको बीचमा तपाईँ र म छौँ भने त्यो 24,000 जातिको बीचमा तपाईँ र मद्वारा परमेश्वरको सन्देश अझै पुग्न बाँकी छ भने यसमा चाहिँ तपाईँले कहिले पनि अनौठो चाहिँ नमान्नु होला। किनकि परमेश्वरले तपाईँलाई विशेष 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 उद्देश्यले छान्नु भएको। आमेन। भन्नुहोस् म परमेश्वरले छानेको चुनेको अनि पवित्र आत्मा होइन पाएको व्यक्ति हो भने परमेश्वरले तपाईँलाई पवित्र आत्माको महिनाद्वारा परमेश्वरले प्रयोग गर्नको निम्ति तपाईँलाई अघिबाटै नै चुन्नु भएको हो। अनि यसको लागि हामीले एकदमै बुझ्नुपर्ने कुरा परमेश्वरको वचन चाहिँ नि अति नै शक्तिशाली छ। मलाई छोटो प्रार्थना गर्न मन लाग्यो है। हुन्छ तपाईँको साथ दिनुहुन्छ मलाई? यो एउटा परमेश्वरको जीवित वचनमा जानुभन्दा पहिला यदि तपाईँले परमेश्वरको वचनलाई राम्रोसँग बुझ्न चाहनुहुन्छ भने छोटो प्रार्थना गर्नुहोस् है। पश्चाताप गर्नुहोस्। मसित सँगसँगै भन्नुहोस् है, प्रभु सबैले भन्नुहोस्, प्रभु म तपाईँको पावदानमा आउँदछु। मैले यो हप्ताभरि कुनै पनि मानिसको मन दुखाएको छु भने म यस घडी तपाईँको शरणमा त्यो व्यक्तिको नामलाई लिएर आउँदछु। मलाई क्षमा गर्ने लिँदै त्यो व्यक्तिलाई दिनुहोस्। म क्षमा माग्दछु। मेरो यो पश्चातापी हृदयलाई स्वीकार गर्नुहोस् ताकि कुनै पनि अनाज्ञाकारी पापको कारणले तपाईँको वचन सुन्न र बुझ्नदेखि मलाई रोकावट हुनुहुँदैन। तपाईँ परमेश्वर मध्यस्थकर्ता भई मलाई बुझाउनु भएको छ। येशू प्रभुको नाममा आमेन। हुन्छ साथीतिर फर्केर भन्नुहोस् त, साथी तपाईँले मलाई क्षमा गर्नुभयो। भन्नुहोस् तपाईँको यदि कसैसँग मनमुटाव छ भने तपाईँले आफ्नो साथी सम्झेर तपाईँले उहाँतिर फर्केर तपाईँले क्षमा माग्नु पर्ने हुन्छ। परमेश्वरको वचन तबसम्म तपाईँले बुझ्न सक्नुहुन्न जबसम्म तपाईँले क्षमाको हृदय तपाईँले उत्पन्न गर्नुहुन्न। अनि मण्डली चाहिँ जहिले पनि पढ्ने हुनुपर्छ गरे। बुझ्नुभयो कि नै? मण्डली चाहिँ के गर्नु पर्दो रहेछ? पढ्ने हुनुपर्छ। पढ्ने हुनको लागि तपाईँको सम्बन्ध यदि एउटासँग अर्कोको सम्बन्ध ठिक छ भने तपाईँ अवश्य पनि पढ्ने मण्डली हुनुहुन्छ। यदि तपाईँ आपसमै मेलमिलाप छैन, तपाईँ एउटाले अर्काको मन दुखाउने अनि मलाई मात्रै यसले यस्तो भन्ने अनि यो त यसको मलाई त मुख पनि हेर्न नलाग्दैन भन्ने खालको त्यस्तो खालको स्वभावहरू हामी भित्र छ भने हामीले परमेश्वरको आशिषलाई धुनिराखेका हुन्छौँ। हामीले पाउनु पर्ने आशिष चाहिँ हामीले पाउनु सक्दैनौँ प्रियहरू। त्यस कारणले गर्दाखेरि एकदम होशियार हुनुहोस्। यो दिनहरूमा तपाईँलाई परमेश्वरले विशेष उद्देश्यले छान्नु भएको परमेश्वरको उद्देश्य तपाईँको जीवनमा अति नै महत्त्वपूर्ण छ। उहाँको उद्देश्य पूरा गर्नको निम्ति तपाईँ यो संसारमा छानिएको व्यक्ति हो। त्यसकारणले म तपाईँको बिचमा प्रेरितको पत्रलाई म पहिला लिएँ। प्रेरित 1:15 देखि
है, तपाईँ ध्यान दिएर सुनिदिनुहोस्। ती दिनमा भाइहरूका बीचमा पत्रुस खडा भए। यी मानिसहरूको संख्या प्राय 120 थियो र भने, भाइ हो, धर्मशास्त्रको वचन पूरा हुनु पर्दथ्यो, जुन वचन येशूलाई पक्राइदिनेहरूको अगुवा यहुदाको विषयमा दाउदको मुखबाट अघिबाटै पवित्र आत्माले बोल्नु भएको थियो। किनकि यसको गणना हामीसँगै भएको थियो र यही सेवामा त्यसले हिस्सा पाएको थियो। सुन्नुहोस् है, अब परमेश्वरको सेवामा हिस्सा पाएको व्यक्ति, राम्रोसँग बोल्नुहोस् है, परमेश्वरको सेवामा हिस्सा पाएको, बराबरी हिस्सा पाएको व्यक्ति आज तपाईसँग सँगै हिँड्नु पर्ने के साँच्चै तपाईसँग सँगै छन् त? तपाईले देख्नुहुन्छ मेरो साथी मैसँग छ भनेर भन्न सक्नुहुन्छ? छैन। कारण बढ्नको निम्ति परमेश्वरले बनाउनु भएको हो, तर बढ्न सकेन। किन बढ्न सकेन भने आज हामी हाम्रै परिवारसँगै मिलेर हामी सेवा गर्न सकिरहेका छैनौँ। भने बाहिर त टाढाको कुरा, आफ्नो परिवारसँग हामी एक भएर मिलेर बसेर सेवा गर्न सकिरहेका छैनौँ। अनि यदि हामी आफ्नै परिवारसँग मिलेर बस्न सकेका छैनौँ भने बढ्ने त पुरै छोड्नुहोस्, गढेको गढे हो, होइन? कहिले बढ्न सकिँदैन। त्यसकारण बढ्नको निम्ति तपाईँले के गर्नुपर्छ? परमेश्वरको वचनलाई मनन गर्नुपर्छ। तर मननको लागि मैले अस्ति पनि भनेको थिएँ, मन चाहिँ अन भयो भने मनन हुन्छ गरे। सुन्नुहोस् है, मन अन भयो भने मनन हुन्छ। यदि मन अफ भयो भने के हुन्छ थाहा छ? डिप्रेसन हुन्छ। बुझ्नुभयो? बुझ्नुभयो कि डिप्रेसन। त्यसकारणले गर्दा मनलाई जहिले पनि अन गरेर परमेश्वरको वचनलाई सुन्नुहोस् र मनन गर्नुहोस्। अनि परमेश्वरको वचनको मननले चाहिँ तपाईँलाई खुसी। अहिले चाहिँ संसारमा धेरै जसो व्यक्ति चाहिँ के को पछि भागिरहेको थाहा छ? खुसी कहाँ पाइन्छ भनेर, होइन? सबैलाई खुसी चाहिएको छ, खुसी कहाँ पाइन्छ कि होइन भन्नुहोस् त? सबैको इच्छा एउटै कुरामा छ, खुसी कहाँ पाउँछ? म कसरी रमाउन सक्छु, म कसरी खुसी हुन सक्छु, यही छ कि छैन? सबैको यही हो नि चिन्ता, होइन? तर मान्छे किन खुसी हुन सकिरहेको छैन? किनकि उसको मनलाई उसले अन गरेकै छैन। तपाईँ विश्वास त गर्नुभयो, तर तपाईँको मन चाहिँ अन भएको छैन। जुन दिन तपाईँको मन अन हुन्छ नि, त्यो दिन तपाईँको भित्रबाट खुसी फुटेर निस्किन्छ। तपाईँले सोचे भन्दा फरक तपाईँको खुसीको त्यो समुद्र दरियाभित्र तपाईँ चाहिँ नाच्दै गरेको तपाईँ महसुस गर्न सक्नुहुन्छ। तर पहिला चाहिँ तपाईँले के गर्नु पर्यो? परमेश्वरको वचनलाई मनन गर्नु पर्यो। किन परमेश्वरले मलाई यो संसारका मानिसहरूको बीचबाट छान्नु भयो? किन परमेश्वरले मलाई संसारको मानिसको बीचबाट छान्नु भयो? किन मलाई चुन्नु भयो? के म अरूभन्दा सुन्दर भएर हो त? तपाईँ एकछिन आफैलाई प्रश्न गर्नुहोस्। अनि मैले त यो भन्ने गर्छु, तपाईँ बिहान उठ्ने बित्तिकै गएर, हिजो मैले नानीसँग कुरा गरेको थिएँ, तपाईँ बिहान उठ्ने बित्तिकै जानुहोस् गरे ऐनामा हेर्नुहोस् गरे, ऐनामा हेरेर के भन्नुहोस् गरे थाहा छ? प्रभु तपाईँलाई धेरै धन्यवाद, यति राम्रो उपहार मलाई दिनुभयो। बुझ्नुभयो? किनकि अनुहारमा अगाडि सिसाको अगाडि जानुहोस् र तपाईँले अनुहार हेरेर भन्नुहोस् परमेश्वरलाई, प्रभु तपाईँलाई धन्यवाद, तपाईँले मलाई यति सुन्दर अनुहार दिनुभयो। अनि तपाईँले फेरि पछि फर्केर भन्नुहोस्, प्रभु तपाईँलाई धेरै धन्यवाद, मलाई यति सुन्दर परिवार दिनुभयो। प्रभु तपाईँलाई धन्यवाद, तपाईँले मलाई यति असल मण्डली परिवार दिनुभयो। प्रभु तपाईँलाई धन्यवाद, तपाईँले हामीलाई असल अगुवा दिनुभयो। आमेन। यदि तपाईँको मन अन छ भने मात्रै यो कुरा निस्किन्छ। तपाईँको राम्रोसँग बुझ्नुहोस् है, तपाईँको घरलाई सफा गर्ने के हुन्छ? बुझ्छु होइन? तर मनलाई सफा गर्ने चाहिँ के हो? धन्यवाद। जति तपाईँले भित्रबाट धन्यवादका शब्दहरू निकाल्नुहुन्छ, त्यति तपाईँको मन चाहिँ सफा हुँदै जान्छ। जब तपाईँको मन सफा हुन्छ, तपाईँलाई सबै कुरो राम्रो लाग्छ, हो कि हुन्छ? सबै कुरो राम्रो लाग्छ नि। कसैको बानी छ, म त किन यस्तो भयो होला, मलाई प्रभुले यस्तो किन बनाउनु भयो होला, हो कि भन्नु त? प्रभु त बनाउँदाखेरि के भन्नु? गोरा बनायो, कालो बनायो, हिन्दीमा गीत छ नि, होइन? हो कि? अर्को बनायो, होचो बनायो, होइन? के होइन भन्छ? सबैलाई बनाउनु त परमेश्वर हो त। परमेश्वरलाई जस्तो इच्छा लाग्यो त्यस्तै बनाउनु भयो। फेरि हामी परमेश्वरसँग प्रश्न गर्न किन भन्छ? तर तपाईँ जस्तो हुनुहुन्छ, तपाईँले भन्नुहोस् म स्पेशल हो, भन्नु न, म स्पेशल हो। जीवन
वान है जीवन गरे हो के भन्छ जीवन हैन भने एक नम्बरै बनाएर बाँच्नु न जीवनलाई कि तपाईको 2-3 नम्बर हुन पर्ने र अब तपाईले हेर्नुहुन्छ भने धेरै जसो मान्छेले के भन्छ तर मान्छेको विचार फरक हो गरे B3 किन भन्दैन फेरि किन होला B3 B2 भन्दैन विचार मात्रै भन्छ हैन भनेपछि किन त्यो भनेको भने किनकि विचारको पछाडी त्यो चारवटा बिले काम गर्दछ चारवटा बिमा पहिलो बिले के हो भन्नु त विवेक पहिलो बिले विवेक दोस्रो बि विश्वास को ताली बजाइदिनु न दोस्रो बिले विश्वास तेस्रो व्यवसाय भन्नु नभए सजिलोसँग हैन हो के व्यवसाय पनि चाहियो नि हैन व्यवसाय अनि चौथो बिले विजय भने विचारले चाहिँ तपाईलाई के गराउँदो रहेछ विचारले तपाईलाई के गराउँदो रहेछ विजय गराउँदो रहेछ भने तपाईको विचार चाहिँ ठीक छ भने तपाई जुनसुकै ठाउँमा पनि तपाई विजय हुनुहुन्छ भने परमेश्वरले तपाईँ र मलाई चुन्नु भएको चाहिँ खास गरी विजय हुनलाई हो होइन र विजय हुनलाई चुन्नु भएको तर कहिले कहिले हामी चाहिँ त्यो विजय भनेको के हो कुन चराको नाम हो भनेको हामी बिर्सिरहेको हुन्छ हैन बिर्सेको हुन्छ हो कि कतिजना बिर्सिनुहुन्छ अलिकति अगाडि गएर हेरौँ त यहाँ प्रेरित 2 को 41 देखि 44 पदसम्म प्रेरित 2 को 41 देखि 44 सम्मको पढ्नेछु है तब जगसले उनको कुरा ग्रहण गरे तिनीहरूले बप्तिस्मा लिए र त्यसै दिन प्राय 3000 मानिसहरू तिनीहरूको संख्यामा थपिए गए सुन्नुस् है तिनीहरूको संख्यामा थपिए अब त्यसपछि थपिएपछि के हुन सुरु गरे त थपिएपछि के हुन सुरु गरे विश्वासीहरूको संगति हुन सुरु गरे बुझ्नुभयो अब विचार मिलेको संगति हुन्छ हो के भन्नु त विचारै मिलेन भने संगति हुन्छ संगति हुनको लागि पहिला तपाईँ र मेरो विचार मिल्नुपर्छ के होइन भन्छ विचार मिल्यो भने बल्ल संगति हुन्छ विचारै मिलेन भने फेरि संगति हुँदैन संगति भएन भने परमेश्वर हुनुहुन्न संगतिबाट अलग हुनु भनेको परमेश्वरबाट अलग हुनु अनि यहाँ चाहिँ 42 के छ तिनीहरू प्रेरितहरूका शिक्षा संगति र रोटी भाँच्न र प्रार्थनामा भक्ति साथ लागिरहन्थे कहिले गर्थे कहिले गर्दैनन् होइन सुन्नुस् है कहिले गर्थे कहिले गर्दैनन् कहिले लाग्थे कहिले लाग्दैनन् होइन लागिरहन्थे गरे कसको को लाग्थे थाहा छ जसको विचार मिल्थ्यो तिनीहरू चाहिँ लागिरहन्थे भने आज तपाईले प्रभुलाई पाइसकेपछि तपाईको विचार एक हुनुपर्छ अनि हरेकको हृदयमा भय उत्पन्न भयो र प्रेरितहरूद्वारा धेरै अचम्मका काम र चिन्हहरू भए विश्वास गर्नेहरू जति सबै एकसाथ बस्थे र तिनीहरूका सबैको साझा आमेन सबै विश्वास गर्ने मान्छेहरू सबै एक ठाउँमा बस्दो रहेछ के होइन भन्छ किन बस्छन् थाहा छ मैले कतिचोटि गीत गाएर सुनाइदिएँ नि कस्तो के गीत छ गरे परमेश्वरले संसारमा तपाईलाई मलाई राख्नु भएको के गर्न अन्धकारमा रहेका मानिसहरूलाई ज्योति देखाउन हो कि भन्नु ज्योति देखाउन होइन भने आज तपाईँ आफै ज्योति हो तर तपाईँ चाहिँ नि विचारमा फरक हुनुहुन्छ भनेदेखि तपाईको ज्योति निप्दै गएको निमेको ज्योतिको अगाडि कोही आउँछ मैले अस्ति एउटा उदाहरण दिएको थिएँ दिदीसँग हिजो अनि त्यो जुममा पनि सङ्गति मैले बोलेँ नि तपाईँले कतिजनाले सुन्नु भयो मान्छे पहिला दुखी भयो गरे दुखी भएर के गरेछ उसले चाहिँ यात्रा गर्नबाट साइकल किन्नु गरे साइकल किनेछ साइकल किनेपछि अनि त्यसपछि साइकलले के भयो बोली भयो साइकलमा त भएन गाह्रो हुँदो रहेछ बाइक पछि बाइक चाहियो बाइक किन्नु गरे अनि बाइक किनिसकेपछि त्यहाँ बाइकले पनि अप्ठ्यारो भयो बाइक पछि के किन कारमा बसेर सर अनि कारले पनि भएन गरे कार पछि के चाहिँ हुँदै व्यक्तिगत पर्सनल प्लेन चाहियो गरे प्लेन अनि प्लेनमा माथि उठी गरे प्लेनमा माथि उड्दै गर्दाखेरि त उसलाई चाहिँ यस्तो भएछ कि बिचरा प्रेसर हाई भएको छ अनि डक्टरमा गएको चेक गरेको प्रेसर जान्दाखेरि डक्टरले के सल्लाह दिनुभयो त अब तपाईँ
तपाईँ यदि साँच्चै तपाईँको प्रेसरलाई ठिक ठाउँमा ल्याउने भने तपाईँ साइकल चलाउँछ भने भनेपछि जति माथि तपाईँ उड्यो पनि तपाईँ पहिल्यै भ्रमण जानु भएन भनेदेखि के होइन भन्नुहोस् त। अब सबै कुरा सिद्धिएपछि आखिर फेरि साइकल चलाएको त उसको प्रेसर चाहिँ ठिक आउने भयो भनेपछि आज हामीले प्रभुलाई पाइसकेपछि कहिले कहिले हामी खुट्टै माथि निस्किन्छौँ है। अनि पछाडिको मान्छे आफूभन्दा तलको मान्छे यताउताको मान्छे हामीले हेर्नै सक्दैनौँ हो कि भन्छ। अनि त्यहाँबाट सुरु हुन्छ कसरी थाहा छ यो मिल भाइको अनुहार देख्नु नपर्यो थियो यस्तै हुन्छ तपाईँहरूलाई। कहिले कहिले कोही कोही मान्छे आएर दिनभरि मेरो घर पर के हुन्थ्यो जस्तो लाग्छ कि कोही कोही मान्छे 10 मिनट बसेको कहिले उठेर जाला जस्तो हुन्छ कि हो कि भन्नु त। कुनै मान्छे आइदिएको जाति कुनै मान्छे गइदिएको जाति गरे कुनै मान्छेले खाइदिएको जाति तर कसैलाई त पाएको पनि जाति मलाई चाहिँ खुवाउनु पाएको खुसी हुन्छ किनकि म शिक्षा सिक्दै नै त्यस्तै गरी सिकेँ। मैले मलेसियामा शिक्षा सिकेँ। मलाई चाहिँ धेरै जसो व्यक्तिहरू चाहिँ इन्डियाको व्यक्तिहरू चाहिँ म अचम्मै लाग्थ्यो नास्ता गर्न गएर बस्छ चिन्जान छैन उठेर हिँड्ने बेला त काउन्टर बस्छ तेरो पैसा तिरेर पैसा गरे कले तिरो थाहै छैन हेर्नु न कले तिरो थाहै छैन कि त्यहाँ होइन त्यसो त भयो नि कल तिरेको भनेर नाम नम्बर भनिएको छ ल जाति चाहिँ भयो त्यसो भए नामै नपरिकन आशिष पाउने भयो पाउने आशिष है खानु त पाएछ। अनि त्यो शिक्षाले गर्दाखेरि होला मलाई पनि कसैलाई के खुवाउनु पाएँ मलाई एकदम खुसी लाग्छ बडा खुसी लाग्छ कि आनन्द लाग्छ। मैले आफूले खाएको भन्दा अरूलाई खुवाएको चाहिँ मलाई चाहिँ एकदम आनन्द लाग्छ। त्यस कारणले गर्दा परमेश्वरले तपाईँ र मलाई दिनुभएको चाहिँ एउटै विचारको रहेर अघि बढ्नु। अनि त्यसको लागि के गर्नु पर्दछ पढ्नुको लागि हामीले के गर्नु पर्यो परमेश्वरको वचनलाई ठिक प्रकारले सम्झिनु पर्यो मनन गर्नु पर्यो। मनन गर्नको लागि त तपाईँले मनलाई त अन गर्नै पर्ने हुँदो रहेछ। अनि यसमा हामी प्रेरित 5 को प्रेरित 5 को 14 र 15 पद तपाईले लेख्न सक्नुहुन्छ। प्रभुमा विश्वास गर्ने पुरुष र स्त्रीहरू दुवैको भिड झन बढी थपिन लागेको। सुन्नुस् है त्यो भिड किन थपिन लागेको पहिला मैले के भनेको गरे मण्डली चाहिँ के हुनुपर्छ के भनेको मैले बिर्सिनु भयो के गर्नुपर्छ पढ्नु पर्यो के पढ्नुको लागि तपाईँ पढेको तपाईँमा मान्छे थपिन्छ पढ्दै पढ्नु कसरी थपिन्छ हो कि हुन्छ। तपाईँ प्रभुमा जति पढ्नुहुन्छ तपाईँले मान्छे त्यति थप्दै ल्याउन सक्नुहुन्छ के होइन। तपाईँ प्रभुमा घट्दै घट्दै जानुभयो भने तपाईँ कहिले पनि मण्डली वृद्धि गराउन तपाईँले सक्नुहुन्छ। त्यसैले गर्दा के गर्नुपर्छ यहाँ के छ थपिन लागे यहाँसम्म कि मानिसहरूले के गर्न सुन्नुहुन्छ प्रभुमा यहाँसम्म कि मानिसहरूले सडकमा बिरामीहरूलाई ल्याएर पत्रुस आउँदा तिनको छाया मात्र भए पनि तिनीहरू मध्ये कोही माथि परोस् भने ओछ्यान र खाटोमा तिनीहरूलाई सुताइ राख्दै गरे। आमेन। भने आज तपाईँ जहाँ जानुहुन्छ त्यहाँ के त्यस्तै गरी बिरामीहरू ल ओहो यी त चर्चमा जाने मान्छे प्रार्थना गर्ने मान्छेहरू किनकि हामीले सुनेका छौँ यिनीहरू आएको बेलामा यही मौका भनेर कसैले तपाईँलाई छोपेर प्रार्थना गर्न पठाउँछ नि किन त्यो भाव थाहा छ। तर म गएको ठाउँमा त प्रायः जसो जुनसुकै ठाउँमा अहिले सुरुदेखि नै कुनै न कुनै व्यक्ति आउँछ ल तपाईँ त चर्चमा जानुहुन्छ प्रार्थना गर्नुहुन्छ भनेको सुनेको प्रार्थना गर्छु भन्नु मेरो चाहिँ अहिलेसम्म त्यो जारी छ। तर हजुरहरूसँग छैन भने त्यो किन थाहा छ किन भन्नु न किनकि तपाईँलाई जब विश्वास तपाईँले गर्नुभयो नि त्यो दिन तपाईँलाई कहिले कहिले तपाईँलाई जिम्मेवारी दिँदाखेरि तपाईँले के भन्नुहुन्छ थाहा छ मलाई कहाँ आउँदैन के भन्नुभयो प्रणाली भन्नुहोस् इमान्दारसित भन्नुहोस् केही जिम्मेवारी दिने भने तपाईँले भन्नु मलाई कहाँ आउँदैन मैले जान्दिनँ पछि हो कि हुन्छ। त्यही कारणले गर्दाखेरि अहिलेसम्म पनि तपाईँ कुनै पनि ठाउँमा जानु तपाईँलाई प्रार्थनाको माग आउँदैन के होइन भन्छ। यदि तपाईँ त्यो कुरालाई इमान्दारसँग लिएको भएर कि तपाईँ जहाँ जानुहुन्छ त्यहाँ भन्छन् कि मेरो लागि प्रार्थना गर्नुहोस् मेरो लागि
मान्छे संसारको मान्छेले चाहिँ व्यवहार बिग्रिएको देखेछ, उसले के भन्छ, है तपाईँको चर्चमा प्रार्थना हुन्छ गरेर यस्तो भाषा प्रार्थना गर्नु भन्न आउँछ, दोकानमा आउँछ। अनि मैले भन्छु तपाईँ भित्रदेखि बोल्नु भएको कि यहाँ मात्रै हो भनेर भन्छु। होइन म भित्रबाट बोलेँ भनेपछि प्रार्थना गर्ने मान्छेमाथि पनि मान्छेले चाहिँ भरोसा गर्नुपर्छ। अनि त्यो भरोसा कसरी गर्छन्? यदि तपाईँ पढ्नु भएको छ भने पढ्न भरोसा गर्छ, पढ्नु भएको छैन भने भरोसा चाहिँ हुँदैन। अनि पढ्ने मण्डली फेरि के हुनुपर्छ? पढ्ने मण्डलीले के गर्नुपर्छ? खास पढ्ने मण्डलीले के गर्नुपर्छ? पढ्ने मण्डलीले चाहिँ पढ्नुपर्छ के? पढ्नुपर्छ। पढ्न त अझै लाग्छ के होइन? पढ्न जानको लागि कतिजना हुन्छ? आज बिहान उठेर कतिजना बाहिर पढ्नु भयो? एकजना दुईजना आफै अरू होइन पढ्ने मानिसहरूले यसो विचार गर्नुहोस् भने तपाईँहरूलाई अब पढ्न त तपाईँ चाहनुहुन्छ तर पढ्न गएर तपाईँ चाहनुहुन्छ होइन के होइन भन्नुहोस्? पढ्न तपाईँले चाहेको तर पढ्न चाहनुहुन्न भने तपाईँ कहिले कहिले झुटा शिक्षाको शिकार बन्न सक्नुहुन्छ। शान्ति बहिनी घर गएर पढ्नु लागि नपढ्नु, अहिले पढ्नु फेरि के हुन्छ थाहा छ? शैतानले आर्थिक दर्शन देखाइदिन्छ। त्यसो अहिले यति बेला चाहिँ पढ्ने चाहिँ घरमा बसेर अहिले चाहिँ सुन्नुहोस् अनि कापी कलम छ भने लेख्नुहोस्। अनि प्रेरित सत्रको 11 पद पढौँ त एकजनाले। यो चाहिँ पढ्ने मण्डलीले पढ्नुपर्छ भन्ने विषयमा मैले जोड दिन खोजेको। यो राम्रोसँग सुन्नुहोस् है। त्यहाँ यहाँका यहुदीहरू कस्ता रहेछन् भन्ने विषयमा अलिकति ल पढ्न सुनाइदिनु। प्रेरित सत्रको 11 लेखेको छ, यहाँका यहुदीहरू थेसलोनिकेकाहरूभन्दा बढी भला थिए, किनभने यिनीहरूले पुरा उत्सुकताका साथ वचन ग्रहण गरे र ती कुराहरू ठिकै त्यस्तै हुन् कि होइनन् भनी दिनहुँ धर्मशास्त्र। के थाहा तपाईँलाई? यो साँच्चै तिमीले साँच्चै प्रचार गरेछ कि या गलत प्रचार गरेछ कि यो राइट हो कि यो रङ हो कि भनेर छुट्याउनलाई तपाईँले के गर्नुपर्छ? धर्मशास्त्र भनेको बाइबललाई तपाईँले छानबिन गर्नुहोस्। अब वचन त राम्रै प्रचार गरेको हो होइन र? हो कि भन्छ राम्रै प्रचार हो, तर वास्तविक यो साँचो र सत्य हो कि होइन भनेर पत्ता लगाउनको निम्ति तपाईँले के गर्नुपर्दो रहेछ? धर्मशास्त्रलाई छानबिन गर्नुपर्छ। अनि त्यो कसलाई थाहा हुन्छ? जसले बाइबल लिएको छ उसलाई मात्रै थाहा हुन्छ बाइबलमा यस्तो लेखेको छ, यो लेखेको छैन के होइन भन्नुहोस् त? नत्र भनेदेखि कोही कोही त प्रश्नै गरेर हैरान गराउँछ गरे। प्रश्न पनि कस्तो खालको प्रश्न गरिदिन्छ थाहा छ? त्यो आदमको नाइटो थियो कि थिएन भनेर प्रश्न। आदमको नाइटो थियो कि थिएन भन्यो भने के भन्नु तपाईँले? अब प्रश्न पनि यस्तो गरिदिन्छ भने अब उसलाई नाइटो चाहिएको हो कि के चाहिएको छ भन्नुहोस् त? तपाईँको विश्वासलाई कमजोर गराउनको निम्ति उसले प्रश्न गरेको, अरू केही पनि होइन। उसलाई त्यो नाइटो चाहिएको प्रश्न गरेको भने तपाईँ विश्वासमा परिपक्व हुनको लागि तपाईँले के गर्नुपर्छ? यहाँका यहुदीहरू सुन्नुहोस् त, यहाँका यहुदीहरू थेसलोनिकेकाहरूभन्दा बढी भला थिए, किनभने यिनीहरूले पुरा उत्सुकता साथ वचन ग्रहण गरे। भनेको वचन ग्रहण गरे भनेको वचनलाई राम्रोसँग एकदम उत्साहित भएर सुने र ती कुराहरू ठिकै त्यस्तै हुन् कि होइनन् भनी दिनहुँ धर्मशास्त्र छानबिन गर्दै गरे के। भनेपछि तपाईँले यहाँ सुन्नु भएको छ, तपाईँ घरमा गएर बसेर बाइबल पढेर तपाईँ छानबिन गर्नुहोस् यो चाहिँ साँचो हो कि होइन। अनि तब बल्ल मात्रै तपाईँ पढ्न सक्नुहुन्छ। पढ्ने मान्छेले के गर्नु पर्दैन? पहिला चाहिँ सुन्नुहोस् है, पहिला चाहिँ के गर्ने? पढ्ने पहिलो, दोस्रो चाहिँ के गर्ने? पढ्नु पर्यो। अनि पढ्ने व्यक्ति फेरि दिने पनि हुनुपर्छ। अब दिने भन्ने बित्तिकै झिसिङै हुन्छ फेरि, हो कि हुन्छ? दिने भन्ने बित्तिकै मान्छेलाई बडो दुःख आउँछ होइन? हो कि हुन्छ? कति दिने है, दिन दिक्क लागिसक्यो होइन? घर दिँदै भइसक्यो, कति दिने है, हो कि हुन्छ? दिन भनेपछि मान्छेलाई बडो दुःख आउँछ। तर यहाँ पावलले चाहिँ के भनेको भने फिलिप्पीको पत्रमा हामी जाउँ त। फिलिप्पी 4:16 देखि 18 सम्म है। किनभने
थेसलोनिकेमा पनि तिमीहरूले मलाई एक पटक भन्दा बढी नै मेरो निम्ति सहायता पठायौ। मैले भेटी खोजेको होइन, तर म त तिमीहरूमा यस्तो फलको आशा राख्छु जो तिमीहरूकै हिसाबमा जम्मा हुँदै जाओस् गरे। सुन्दै हुनुहुन्छ? ताकि तपाईँले दिने पढ्ने व्यक्तिले पढ्नु पर्यो, पढ्ने व्यक्तिले के गर्नु पर्यो? दिनु पर्यो। अनि त्यो दिएको कुरा कसको खातामा जमाउँदो रहेछ? तपाईँहरूको आफ्नै हिस्सामा जमाउँछ कि होइन भन्नुहोस् त? तपाईँहरूको आफ्नै हिस्सा। भोलिको दिनमा तपाईँलाई आपद विपद पर्दाखेरि मण्डलीले नहेरेर अरूले त हेर्ने होइन के हेर्छ? मैले ठोकेर भन्छु, यसुको प्रेम मण्डलीमा जतिजना तपाईँहरू आउनुहुन्छ नि, तपाईँहरूले यहाँ ल्याएको कुराबाट नै तपाईँहरूको कामको लागि हामीले खर्च गर्नेछ। किनकि यो चाहिँ नि अरू ठाउँमा होइन, तपाईँकै नाममा जम्मा भएको चिज छ। भन्नुहोस् आमेन। अनि यहाँ चाहिँ मैले पाउनु पर्ने भन्दा बढी नै पाएको छु। द्वारा पठाइदिएका तिनीहरूको मिठो वासना भएको र परमेश्वरलाई मन पर्दो र ग्रहण योग्य बलिदान पाएर म तृप्त भएको छु भनेर कसले यो भनेको? पावलले भनेको है। भनेपछि अब यसको लागि मण्डली चाहिँ पढ्ने मण्डली के हुनु पर्दो रहेछ? पढ्नु पर्दो रहेछ। पढ्ने मण्डलीले फेरि के गरेको, के जाने गर्नु पर्दो रहेछ? दिने विषयमा जाने गर्नु पर्दो रहेछ। राम्रोसँग भन्नुहोस्। दिने भन्नाले तपाईँले दिने भन्नाले सम्पत्ति मात्र नसक्नुहुन्छ। तपाईँले सबभन्दा पहिला समय दिन सिक्नुहोस्। समय दिन सिक्नुहोस्। समय दिनुभयो भने हाम्रो परमेश्वर एकदम गरिब भएर तपाईँले मलाई दिनुपर्छ भनेको होइन। परमेश्वरले त आज्ञा मात्र गर्नुभएको हो के भन्नुहोस् त? किनकि तपाईँले पाएको चिजबाट तपाईँले सबै कुरा पाउनु भयो। परमेश्वरलाई 10 रुपियाँ लिँदाखेरि 1 रुपियाँ दिन कम ठुलो कुरो होइन। परमेश्वर उता लैजाने हो। प्रार्थना गर्दा यसरी प्रार्थना कहिले पनि नगर्नुहोस् गरे। प्रभु तपाईँलाई त कोही बेला खानाको प्रार्थना गर्न दियो भने मलाई अनौठो लाग्छ। त्यो प्रार्थना सुन्दा मलाई एकदम हाँसो उठ्छ के मलाई। किनकि त्यो त्यस्तो प्रकारको प्रार्थना गर्न अगुवाई पनि हुँदैन, आउँदैन। कसैको प्रार्थना गर्छ, प्रभु तपाईँले मलाई जुटाइदिनु भयो, धेरै धेरै धन्यवाद। यस्तै भोजन चाहिँ जिन्दगी बाटोमा खान नपाएका भिखारीहरू छन्, प्रभु तिमीहरूले जुटाइदिनुहोस् गरे। सबै काम परमेश्वरलाई मात्र अगाडि फेरि आफूले के गर्नु? कमसेकम मैले पाएको कुरा बाँडेर खान सिकाउँ न त, के होइन भन्नुहोस् न? प्रभु तपाईँले मलाई जुन कुरा दिनुभएको छ, अब खाने मुख पनि यसो देखाउनु न, म गोर्खालाई भनियो के होइन भन्नुहोस् त? प्रभु तपाईँले मेरो खोल्टीमा त हालिदिनु भयो, अब खाने मुख पनि देखाउनु न म त्यो ठाउँमा। हामी गएको छौँ, यसो मेरो मण्डलीबाट गएको छौँ गएको वर्षै पछि हामीले ठाउँ ठाउँमा गएर हाम्रो मण्डली सानै भयो भने हाम्रो मण्डलीका विश्वासीहरू कति ठुलो दिँदै हुन्छ बुझ्नुभयो? परमेश्वरले यो हिसाब राख्नुहुन्छ। हामीले ठाउँ ठाउँ वर्षै पछि स्कुलहरूमा गएर कापी कलम वितरण गरेका छौँ, कहिले झोलाहरू वितरण गरेका के हामीलाई बाहिरबाट आएको पैसाले हो? हाम्रो यही बसेर काम गरेका साना काम गर्ने दिदी बहिनीहरूले दिएको पैसाबाट हामीले त्यो गर्छौँ। अनि कतैबाट केही आयो भनेदेखि मैले जुन कामको लागि आएको त्यो कामभन्दा बाहिर एक पैसा पनि मैले चलाउँदिनँ, सिधै कुरा। किनकि जुन कामको निम्ति परमेश्वरले दिनुभएको त्यही काममा लगानी लगाउनु भनेको यो चाहिँ अति नै इमानदारिताको परिचय पनि हो। आमेन। अब त्यसको लागि के गर्नु पर्दो रहेछ? दिनु असल कुरा। पहिला के दिनु? समय दिनु, त्यसपछि कमाइ पनि दिनु होइन। समय दिनु कमाइ चाहिँ नदिनु भयो भनेदेखि तपाईँले मनलाई अन नगरिकन वचन सुन्नुभयो। मनलाई अन गरेर वचन सुनेको भएदेखि तपाईँ पढ्न त सक्नुहुन्थ्यो, तपाईँले पठाउनु पनि सक्नुहुन्थ्यो, तपाईँले समय पनि दिनुहुन्छ। तर त्यसको अब तपाईँले दिने मान्छेले मात्रै पठाउने काम गर्न सक्छ। फेरि अब परमेश्वरको काममा त नपठाइकन हुँदै हुन्छ? नपठाइकन कोही जान सक्छ? कसै न कसैलाई तपाईँले पठाउनु हो। तपाईँ जान सक्नुहुन्न, तपाईँले बुझाउन सक्नु, तपाईँ त्यो ठाउँ पुग्न सक्नुहुन्न, इट्स ओके। तपाईँ निराश हुनु पर्दैन। तपाईँ जान सक्नुहुन्न, ठिक छ, तर कोही जाने मान्छे त छ नि त, के होइन भन्छ? ल तपाईँ जानु न। मलाई कुनै पनि प्रभुको सेवा गर्ने सेवकको आउँदाखेरि मलाई एकदम खुसी लाग्छ। किनकि हाम्रो काम गर्ने मान्छे के होइन भन्छ? यो परमेश्वरको काम भनेको मेरो काम भनेर भन्नु मिल्दैन। परमेश्वरको काम भनेको हाम्रो काम हो। हाम्रो काम
कुनै पनि व्यक्ति एउटाले गर्छ भने एकदम राम्रो काम। आमेन। अब त्यसको लागि चाहिँ पठाउनको निम्ति तपाईँ उत्साहित हुनु पर्यो। केको लागि? बढ्नको लागि। बढ्ने हो भने चाहिँ तपाईँले पढ्नु पर्यो, पढेपछि के गर्नु पर्यो? दिनु पर्यो, दिएपछि फेरि के गर्नु पर्यो? अब पठाउनको लागि तपाईँले व्यक्तिलाई तयार गर्नुपर्ने छ। अब पठाउनको निम्ति तपाईँ प्रेरितको किताबमा फेरि जाउँछ। प्रेरितबाट नै मैले लिएको छ है। प्रेरित 13 को 1 देखि 3 पदसम्म यहाँ के छ त? ल त्यसो उठेर पढ्नु। प्रेरित 13 को 1 देखि 3 सम्म मैले पढ्नेछु। यहाँ यसो लेखिएको छ शीर्षकमा पावलको पहिलो प्रचार यात्रा। एन्टिओखियाको मण्डलीमा अगमवक्ताहरू र शिक्षकहरू अर्थात् बर्नबास, काला भनिने सिमियोन, कुरेनीका लुकियस, प्रान्तीय शासक हेरोदसँग हुर्केका मनिल र साउल थिए। तिनीहरूले प्रभुको आराधना गरिरहेका र उपवास बसिरहेका बेला पवित्र आत्माले भन्नुभयो, मेरो निम्ति बर्नबास र साउललाई त्यस कामको लागि अलग गर जुन कामको निम्ति मैले तिनीहरूलाई बोलाएको छु। तब उपवास र प्रार्थना गरेर तिनीहरूले उनीहरूमाथि आफ्नो हात राखेर उनीहरूलाई बिदा दिए। अब पठाउनको निम्ति यी व्यक्तिले मान्छे चुनेका छन्। त्यहाँ कसलाई पठाउने हो? त्यो कमिटी बसेर उपवास र प्रार्थना गरेर हात राखेर बिदाई गरेका छन्। तर आज हामी विश्वास गरेको विश्वासीले हामीले आफ्नो कर्तव्य, आफ्नो जिम्मेवारी पूरा गर्न नसक्नुको कारण चाहिँ एउटा फेरि कथा भन्नु मन लाग्यो है। हुन्छ त्यस्तो कथा छ। त्यो कथाले चाहिँ कहिले कहिले एक कथाको सारांशले तपाईँलाई वचन बुझ्न एकदम सजिलो गर्छ हैन? हो कि भन्नु? मान्छे किन अल्झिराखेको छ भन्ने विषयमा अलिकति जोड दिन पनि यो बेला बेला केही सन्दर्भहरू जोड्नु पर्ने है। राम्रोसँग बुझ्नुहोस् भनेको मैले हिजो के भने एउटा आमाले चाहिँ बच्चालाई राम्रोसँग पालन पोषण गरेर हुर्काउँदै गरेको। अब चाड आयो, माओला लिएर जानु पर्यो बच्चालाई। माओला लिएर जानु पर्यो, बच्चालाई लिएर जाँदै गर्दाखेरि त्यो जङ्गलको बाटो भएर जानु पर्यो। त्यहाँ त एउटा खोलो रहेछ गरे, खोलाको नामै बौला। सुन्नुहोस् है, खोलाको नामै बौला खोलो गरे। खोलाभित्र बिचरा पसेछ, थाहा नपाइकन पस्दाखेरि त बडा जोड गरेर छोरालाई बचाउनु भने छोरा त बिचरा उसको हातबाट छुटिहाल्छ। बच्चा चाहिँ उसको हातबाट छुट्यो। बच्चा छुट्यो अनि पारिपट्टि किसानले काम गरिराखेको देखेर ऊ चाहिँ दयाले भरिएछ। किसान टक्कुरिँदै आएर त्यो बच्चालाई चाहिँ पक्रेर दिएर काखमा समातेर लिएर गएर आमाको हातमा दियो। आमाको हातमा बच्चा दिएपछि त तपाईँको बच्चा पानी बगाएको बच्चा फर्केपछि तपाईँ सोच्नुहोस् त कस्तो हुनु पर्यो? त्यो बच्चा काखमा आएपछि के हुनु पर्यो? हजुर, पानीले बगाउँदै गरेको बच्चालाई रिटर्न लिएर आएर काखमा पाएपछि तपाईँ बुझिनु पर्ने होइन? तर त्यो आमा चाहिँ अझै चिप्छ, झन् डाको छोडी छोडी रोयो गरे क्या। डाको छोडी छोडी रोयो गरे। अनि त्यो बचाउनेलाई चाहिँ अनौठो लागेछ। मैले त ठिकै बच्चा लिएर दिएको त, मैले बच्चा ल्याएर दिएर तपाईँलाई केही दिएर ठुलो गल्ती गरेछु मैले, तपाईँ अझै रुनु भएको छ, तपाईँ जोड जोडेर रुनु भएको भन्दाखेरि यो अझै तपाईँको खुसी हुनु पर्ने। तपाईँको बच्चा त कहाँमा आयो भनेको कति दुःखसित माओला जाँदाखेरि बच्चाले चाहिँ दुईटा खुट्टामा जुत्ता लाएर जान्छु भनेर किनेर ल्याएको जुत्ता थियो। बिचरा जुत्ता त एउटा त बगाइदिएछ गरे कि उहाँ छोरो आयो खुसी हुन छैन, जुत्ता बगाएको बेला रोको रोइ गरेको हेर्नु न। अहिले विश्वासीले कतै त्यस्तै समस्यामा त छैन होइन? त्यो केले हुन्छ थाहा छ भन्नु त? त्यो केले हुन्छ थाहा छ? सङ्गतले। सङ्गतले तपाईँलाई कहिले कहिले के गर्छ? अब जानु सङ्गत विषय हामी पढ्न नसक्नुको कारण, हामीले दिन नसक्नुको कारण, हामीले पठाउने व्यक्ति तयार गर्नुको नसक्नुको कारण के छ भन्ने कुरो अलिकति फेरि पहिलो कोरिन्थी 15 को 33 पदलाई मात्र हेरौँ है। पहिलो कोरिन्थी 15 को 33 पद।
यसो 1 कोरिन्थी 15:33 यसो लेखिएको छ, भ्रममा नपरा, खराब सङ्गतले राम्रो चरित्रलाई नष्ट पार्छ। सोध्दै हुनुहुन्छ खराब सङ्गतले के गर्दो रहेछ भन्नुहोस् त? थोरै भ्याउँछ भनेछ नष्टै पार्छ अरे के अलिकति होइन पुरै नष्टै पार्छ। त्यस कारणले सङ्गत तपाईँको कोसँग छ। एउटा कुरा बुझ्नुहोस् है, पानीले तपाईँले के गर्नुहुन्छ? पानीले नुहाउने कपडा धोने है, नुहाउने कपडा धोने सबै काम पानीले गर्नुहुन्छ। तर पानी धेरै भयो भने के हुन्छ दादा भन्नु न? बगाउँछ। पानीले बचाउने काम गर्छ भने पानीले नै मार्ने काम गर्छ। राम्रोसँग यो उदाहरण मैले दिन खोजेँ, राम्रोसँग बुझ्नुहोस् है तपाईँ। पानीले बचाउने काम गर्छ भने पानीले मार्ने काम। विश्वासले तपाईँलाई बचाउन सक्छ, मार्न सक्छ। राम्रोसँग बुझ्नुहोस्। किनकि यदि तपाईँलाई कर्ममा अघि बढ्न नदिने यदि कोही छ भने त्यो कर्म हुँदैन, विश्वासी नै हुन्छ। बाहिरको मान्छेलाई त डर लाग्छ तपाईँले बोल्नु के होइन भन्नु त? के होइन भन्नु त? यो कुरालाई मान्नुहुन्छ कि बाहिरको मान्छेलाई तपाईँसित बोल्ने आँटै हुँदैन, डर लाग्छ उनीहरूलाई। पछाडि मात्रै भन्नु, तपाईँको अगाडि बोल्नु त बोल्दैन। तर विश्वासीदेखि सावधान हुनुपर्छ। त्यस कारणले के गर्नुपर्छ त? वचन सुन्दाखेरि के गर्नुपर्छ? मनलाई अन गरेर सुन्नुपर्छ के? बुझ्नुभयो? वचन सुन्दाखेरि जसले मनलाई अन गरेर सुन्नुहुन्छ नि, तपाईँलाई कुनै पनि सङ्गतले कुनै पनि चिजले धोका दिन सक्दैन। तर तपाईँ वचन सुन्दाखेरि अन मन गर्नु भएको छैन भने तपाईँ शरीरमा भएको त्यो पाचन क्रियाले काम गरेर त्यसले के गराउँछ गरे? ग्यास्ट्रिक गराउँछ होइन भने दिमागमा भएको प्रेसरले त्यसको त्यसमा पनि ग्यास्ट्रिक हुन्छ। त्यसले ग्यास्ट्रिक भयो, त्यसको ग्यास्ट्रिक भयो भने के हुन्छ? त्यो डिप्रेसन। बुझ्नुभयो? डिप्रेसन हुन्छ। डिप्रेसन जानुभन्दा पहिला तपाईँले राम्रोसँग बुझेको हुनुपर्छ कि म डिप्रेसन किन, त्यो तपाईँ डिप्रेसनमा जानको लागि जन्मिएको हो। परमेश्वरले तपाईँलाई यति सुन्दर बनाउनु भयो, यति सुन्दर बनाउनु भयो। यसो विचार गर्नुहोस् त, हो कि यति सुन्दर बनाउनु भयो कि परमेश्वरले? भन्नु न मलाई, परमेश्वरले यति सुन्दर बनाउनु भयो। म जति हेर्छु त्यति म आफूलाई राम्रै देख्छु। आमेन। जहिले पनि तपाईँले आफूलाई राम्रो देख्नुपर्छ कि होइन भन्नुहोस्? आफूलाई राम्रो देख्ने मान्छे अरूलाई पनि राम्रो देख्छ भने के? आफूलाई नराम्रो देख्ने मान्छे अरूलाई पनि नराम्रो देख्छ कि होइन भन्नुहोस्? हो कि भन्नुहोस्? हेर्नुहोस् भन्नु न, हो कि? आफूलाई राम्रो देख्ने मान्छे। अनि अर्को कुरा, जब तपाईँलाई परमेश्वरले रुचाउनुहुन्छ नि, तपाईँलाई सबैले रुचाउँछन् कि होइन भन्नुहोस्? परमेश्वरले नरुचाएको मान्छेलाई कसैले पनि रुचाउँछ कि होइन? तपाईँलाई कसैले रुचाएको छ भने तपाईँले सम्झिनुहोस् कि तपाईँलाई परमेश्वरले रुचाउनु भएको छ। किनकि प्रेम चाहिँ परमेश्वर हो अनि प्रेम चाहिँ परमेश्वर बगेडा हुन्छ। अब अर्को कुरा के हुन्छ भने तपाईँको विचारले गर्दाखेरि तपाईँलाई चाहिँ कहिले कहिले परमेश्वरदेखि टाढा भइजान्छ। किन? तपाईँले मेरो विचार किन मिल्दैन भन्नुहोस् त? किन तपाईँको मेरो विचार मिल्न सक्दैन भन्नु न? अबदेखि मेरो विचार प्रभुका छोराछोरी सबैसित मिल्न पर्छ। मुखले मात्रै होइन, तपाईँको विचार प्रभु पाएका व्यक्तिहरूसँग सबैसँग मिलेको हुनुपर्छ। किनकि तपाईँले पनि त्यही प्रभुलाई पाउनु भएको, तपाईँको साथीले पनि त्यही प्रभुलाई पाएको हो कि भन्नुहुन्छ? तपाईँले पाएको प्रभु अर्कै र साथीले पाएको प्रभु अर्कै हो। एउटै प्रभु पाएको भने विचार पनि एउटै हुनु पर्दैन। एउटै भयो भनेदेखि तब बल्ल मात्रै तपाईँले स्वर्गको आशिष पाउनुहुन्छ। होइन भनेदेखि खोइ मलाई सँगै लागेको छ। सबै विश्वासी चाहिए यदि तपाईँले त्यो बाइबल पाउनु भएको छ भने खुसी छु म। मलाई प्रेम गर्नेहरूको लागि मैले एउटा भरे त्यसको घरमा पछाडि लुकाएर राखिदिएको छु। त्यही भरेमा चढेर सुत्न सोगाओ भनेर लेखेको बाइबल तपाईँले पाउनु भएको छ, ठिकै छ। मलाई पनि पद बताइदिनु।
राज्यमा प्रवेश गर्ने छैनन् भनेको छ है। भनेपछि अब कस्तो कस्तो व्यक्ति प्रवेश नहुने हो त भनेर मैले खोज्नु पर्यो नि बाइबलमा, होइन र? बाइबलमा खोज्नु पर्यो कस्तो मान्छेहरू स्वर्ग नजाने त्यसो भए बाबु। नत्र भने विश्वासी स्वर्गमा गयो 3 चोटि छक्कै पर्छ गरे। किन होला? विश्वासी 3 चोटि स्वर्गमा गयो 3 चोटि छक्कै पर्ने किन थाहा छ? भन्नु त किन छक्कै पर्ने 3 चोटि? नराम्रो गर्नु पनि त्यही छ, राम्रो गर्नु पनि त्यही छ, म पनि त्यही छु। पहिलोचोटि ऊ छक्कै पर्छ गरे, स्वर्ग पुगिसकेपछि छक्कै पर्नु हेर्छ। जहाँसम्म कति दुःख लाग्दो कुरा। पहिलोचोटि छक्क परेको यसो हेरेको, यो त स्वर्गमा आउँदैन भनेको, यो त स्वर्गमा यो त यहाँ पो छ त। पहिलोचोटि छक्क परेको, यो त स्वर्ग आउँदैन भनेको त यो त यहीँ छ त यो, है? अनि पछिबाट फेरि यो त पक्कै स्वर्ग जान्छ भनेको फेरि त्यहाँ त छैन फेरि। संसारमा त यो त पक्कै स्वर्ग जान्छ भन्यो भने त्यो त त्यहाँ छैन गरे के। 2 चोटि छक्क परेको नि, अनि तेस्रोचोटि छक्कै परेको, म पो स्वर्गमा छु कि नर्कमा छु गरे के। यदि त्यसले मनलाई अन गरेर बाइबल वचन राम्रोसँग सुनिदिएको भए स्वर्गमा कस्तो हुन्छ भनेर स्पष्ट गरेर बुझ्न सक्थ्यो। ऊ चाहिँ अल्पत्रै पर्दैन हो के भन्छ? उसले मनलाई चाहिँ अन नगरिकन सुन्यो, त्यसोदेखि अल्पत्रै पर्दिएको। त्यसकारणले गर्दा अलिकति अन्तिम पदलाई पढेर हामी आजको सेवालाई अन्त गरेछौँ। अन्तिम पद रहेको छ आजको 1 कोरिन्थी 15 57 र 58 पद। ल के छु लास्ट पद एक्सर्साइज गर्नु तपाईँ। मैले एकदम टाइमलाई फलो गरेको है, ठिक समयमा भ्याउँछु भने। तर परमेश्वरलाई धन्यवाद होस् जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनुहुन्छ। हामी विजय पाएको कोद्वारा आइछ त? येशू ख्रीष्टद्वारा विजय पाएको। हामी विजय भएको होइन है, भरमा नपर्नु। हामी विजय भएको येशू ख्रीष्टद्वारा हो। हामी आफै विजय भएको होइन, येशूद्वारा हामी विजय भएको। अगाडि यसकारण मेरा प्रिय भाइ हो, स्थिर र अटल रहो, प्रभुको काममा सधैँ बढ्दै जाओ, किनकि तिमीहरू जान्दछौ कि प्रभुमा तिमीहरूको परिश्रम व्यर्थ हुँदैन। आमेन। जसले मनलाई अन गरेर वचन सुन्नु भएको छ उहाँले के गर्नुहुन्छ? अबदेखि पढ्नुहुन्छ। अघि पढ्नुहुन्छ भने फेरि तपाईले अर्को शब्दमा के गर्नुहुन्छ? पढ्नुहुन्छ। पढेपछि फेरि के गर्नुहुन्छ? दिन सिक्नुहुन्छ। त्यसपछि दिएर मात्रै हुँदो रहेछ। म त जान भ्याउँदिनँ, पठाउनु त पर्यो नि। त्यसोदाखेरि एउटा 2टा व्यक्तिलाई खडा गरेर पठाइहाल्नुहोस्। जानुहोस्, अरू ठाउँमा जानुहोस् त्यहाँ। आमेन। सबै कामबाट परमेश्वरको महिमा हुनको निम्ति हामीलाई परमेश्वरले यस संसारबाट चुन्नु भएको छ। भन्नुहोस्, म छानिएको चुनिएको परमेश्वरको कृपाले भरिएको उहाँकै राज्यको निम्ति समर्पण भएको व्यक्ति हो। आमेन।